3 मिनेट चाहिँ चार्ज लाग्दैन रहेछ 3 मिनेट नागेपछि चाहिँ लाग्ने रहेछ सर हामीले लगाउनु भएन भन्ने मात्रै कुरा हो मैले तपाईलाई रोकाएर उतै दोकानमा गएर तपाईलाई मिटिङमा राखेँ खाजा साजा चिया सिया खाएको भयो छुट्टै कुरा अनि त्यो हो त अनि खोलाकोबाट जाउँ है सर सिधै यी सबै लुटेर हुन् कि यी सबै विदेशी कम्पनी हुन् अनि यो अहिले च्याखे थापेर यसो सस्तो जस्तो देखाइदिएर यिनीहरूले गर्दै यो टिक्दैन यो पछि यो पत्ता साफ हुन्छ सर पत्ता साफ हुन्छ कुरो बुझिसकेँ मैले आज ठ्याक्क अघि त्यसरी मलाई नै थाहा थिएन सर मैले फोन गर्दा कम्प्लेन गर्दा 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 भर्खर थाहा पाएको क्या फेरि यो सर गयो भने हुँदैन नि सर फेरि होइन तपाईँले त अन गर्दैन भयो कि त्यो वेटिङ अन गरेको त्यही त अनि अन चाहिँ किन गर्नु भएको तपाईँले अब जाम परेपछि त अन हुँदैन फेरि हिँड्ने बेलामा अन हुँदैन सर त्यो फेरि रोक्ने बेला मात्रै अन हुने कि सर वेटिङमा अनि 3 मिनट अन गरेको 3 मिनटसम्म चार्ज लागेन फेरि मैले बुझेँ कि तर हामीले लगाइदिनु भएन मैले 376 हो नि त मलाई देखाइएको त हजुर हजुर अनि त्यो हजुरले कसरी छोड्नु भयो हजुरले नि कम्प्लेन गर्न सक्नुहुन्छ मैले किन कम्प्लेन गर्नु तपाईँहरू गर्नु न नभए यो छोडिदिनु तपाईँले इनड्राइभर पठाउनु छोड्नुहुन्छ अनि यो यस्तो बदमासी गर्न पाइन्छ यार म 3-4 चोटि भयो यो युज गरेको मैले हिजो गरेँ अस्ति गरेँ आज गरेँ मलाई पनि थाहा थिएन सर अब लिएन जति यहाँ आएको थियो त्यति लियो मैले नै बारम्बार फोन गरेँ होइन सल्लाह सुझावको लागि समस्या गुनासो सुनाउनको लागि अनि वेटिङ चार्ज छैन भने भन्दा बढी गयो भने छैन भन्दाखेरि वेटिङ चार्ज चाहिँ नि 3 मिनट पछि बढ्छ भन्ने कुरा सुने कि सर अनि त्यस्तो रहेछ अनि आज यसो हेरेको वेटिङ होइन नि त यो त वेटिङ हो जाम पर्ने बेलामा वेट भयो नि त सर त्यसरी बढेको हो नि त अब त्यो चाहिँ अब उनीहरूले कम्पनीले बेहोर छ कि अब कम्पनीले बेहोर छ तपाईँहरूलाई ड्राइभरले त बेहोर्ने कुरा भएन होइन सर अब बेहोर छ तपाईँलाई कम्पनीले कम्पेन्सेट गर्छ बुझ्नु भएन क्षतिपूर्ति दिन्छ हामीलाई के मतलब कम्पनी छ अब त्यो यस्तो नै सर मसँग लिनु मिल्दैन के वास्तवमा अहिले अब उता कम्प्लिट गर्ने बेलामा के देखाउँछ हेरौँ न अब हजुर हजुर त्यो तपाईँहरूकै खातामा आउँछ भोलि पैसा हाल्नु त्यो त बुझ्यो अब यो अघि बढेको चाहिँ भोलि हाल्छ कि हाल्दैन तपाईँलाई 35% जुन हामीलाई ऊ भएको त भोलि त्यो छुट भएको त हाल्छ कि सर यो वेटिङको चाहिँ मिटर चालु हो नि त यो बढ्यो नि त भाडा बढेको भाडा पनि हाल्छ ल अहिले कम्प्लिट गर्दाखेरि क्यास तिर्नुहुन्छ कि अनलाइन तिर्नुहुन्छ यहाँ देखाउँछ कि सर तपाईँलाई त्यसरी चित्त बुझेन भने तपाईँले कसरी जोड्नु भएको थियो कम्प्लेन गर्न सक्नुहुन्छ सर तपाईँ यात्रु र हामी ड्राइभर अब यसो भना भनेर फाइदा त छैन सर होइन छैन कि तपाईँ भाइले आज तेस्रो दिन मैले युज गरेको तेस्रो दिनमा यो नयाँ चिज मलाई लाउनु भयो होइन हजुर सर मलाई कसैले पनि लाने अघि म टेकु नै गएको यहीँबाट हजुर है त्यसरी अब रोक्यो नि साथीभाइहरूलाई सोध्नु अरू पनि होला नि त हजुर हजुर अनि वेटिङ होइन नि त यो ट्राफिक लाइटमा भएको कस्टमरले वेटिङ गराएको होइन नि त यो त ट्राफिक अब कसलाई सरकारलाई दोष दिने त सर यो कि होइन सरकारलाई याङ्गोलाई अब याङ्गोले अब यस्तो गरेन भने फेरि अनि चल्दैन सर फेरि ड्राइभरले गर्नु मान्दैन किन खोल्नु पर्यो त त्यहाँलाई होइन अनि अब यहाँ 3 मिनट हेर्नुहोस् है ड्राइभरको पनि दोष छैन यहाँ 35 सेकेन्ड भयो होइन वेट गरेको अब हिँड्यो नि यो अटोमेटिक कट्ने रहेछ कि सर अब यो त्यो वेटिङ हुँदैन अब भागिसक्यो त्यो चार्ज पनि लागेन त्यसरी 3 मिनटसम्म चाहिँ यो कुरा गर्नु चार्ज लाग्दैन अरे कि सर कुरा गर्नु यो भोलि भाइहरूको खातामा दिएर पैसा हाल्नुपर्छ त्यो त बुझ्यो यो हामी चाहिँ बेहोर्दैनौँ किन बेहोर्दैनौँ भन्नुहुन्छ भने हजुर अहिले त्यहाँ अन्तिममा कम्प्लिट गरे बेलामा देखाउँ अनि चित्त बुझेन भने हजुरले कल गर्नुहोस् मैले किन भाइले कल गर्नु न म ती बस्छु हजुरले त अब जोइन गर्ने बेलामा कस्टमर इज नट पेइङ कस्टमरले मलाई पे गरेन किनभने उहाँले रोकाएको होइन मलाई मेरो ट्राफिक उसमा चाहिँ टाइम लागेको हजुर ओके म तपाईँको अगाडि कल गर्छु नि त नभए अनि कस्टमर रेडी छैन पेमेन्ट गर्न के गर्ने सर होइन यो पनि त क्लियर हुन्छ नि क्लियर
अनि डिस्काउन्ट गरेको अनि 2 टिप गरेको 4 टिप गरेको बोनस पनि आउँछ हामीलाई। तर यो चाहिँ अहिले कम्प्लिट गर्ने बेलामा के कस्तो देखाउँछ अब त्यो अनुसारले के कस्टमरले यति डिपोजिट गर्छ है तपाईँलाई क्यास दिन्छ है फोन पे गर्छ है भनेर अप्सन आउँछ कि सर। अनि त्यति बेलामा हामी बुझाउँला नि सर। अब इनड्राइभ खै अब पठाउ पनि बढ्छ नि सर। पठाउ बढ्छ, वेटिङ पनि बढ्छ, भनेको ठाउँभन्दा अन्त गए पनि बढ्छ सर। पठाउमा त धेरै अरू फाइदा छ नि त यार, इन्स्योरेन्स हुन्छ, दुनिया हुन्छ। अनि यो हजुरले के बुझेर अब जोइन गर्नुभयो? सस्तोको लागि मात्रै त होइन होला। जोइन गरेको मैले। हजुर कुरो बुझ्नु। अनि यो अनि अब जुन दिन अनि त्यो जोइन गर्ने बेलामा सर वेटिङ पर्यो भने यसरी एड हुँदै जान्छ है भन्ने चाहिँ बुझ्नु भएन है? होइन होइन, त्यो त आज तपाईँले पहिलोचोटि मलाई भन्दै हुनु। अनि यो हाम्रो सरकारी मिटर अनुसार पनि बढ्छ कि सर वेटिङमा चाहिँ? अनि वेटिङमा चाहिँ बढ्छ। 3 मिनट 3 दिन त भयो म चढेको, मलाई कसैले पनि बढी चार्ज लिएन। हामी त्यहाँ अघि चाहिँ 8 मिनट रोकियो। ठिक छ, त्यो उसले तपाईँलाई कम्पेन्सेट गर्ने होला नि। अहिले हेरौँ त्यहाँ गएर कम्प्लिट गर्ने बेलामा कति देखाउँछ त्यो। ल हुन्छ, अब उतै पुगेर हामी गन्तव्यमा पुगेर कुरा गरौँ। हस् सर, हस्। अब हामी भनाभन गरेर केही हुँदैन सर, अब के गर्नु। हामी नेपाली दाजुभाइ नै हो सबै, मिलेर काम गर्नुपर्छ। अब जो जस्तो सुकै कम्पनी आयो नि, अब यात्रु र चालक दुवैलाई उठाउँछ नि, त्यसले उठाउँछ, मजाले उठाउँछ। फोन गरेर के भन्नु भने म त्रिपुरेश्वर उसमा जाममा परे, ट्राफिकमा परे, मेरो यति भयो 3 मिनट पछि। अनि यो बढेर आयो, यो बढेको पैसा कस्टमर दिने भन्नुहुन्छ। अनि यो तपाईँहरूले हामीलाई दिने हो कि के हो भनेर चाहिँ सोध्नु न। हुन्छ, म त्यहाँ के अरे हजुर अगाडि फोन गरौँ, कम्प्लिट गर्ने बेला कति देखाउँछ। पहिला चाहिँ यति भनेर मान्छेलाई अफिस पनि थाहा छ तपाईँलाई? अफिस थाहा छैन। अस्ति बाहिर यहाँ 2 जना सरलाई चाहिँ भेटेको मैले। अफिस छ अरे भन्ने चाहिँ सुनेको। कहाँ छ थाहा छैन। त्यो डिस्काउन्ट गरेको बोनसहरू अनि सबै हालिदिन्छ फेरि ट्याक्क हजुरले भन्नुभयो नि, हालिदिन्छ हामीलाई समयमा हालिदिन्छ। सुरुमा कुनै पार्टनरले चाहिँ हालेन, यिनीहरूको पार्टनर धेरै रहेछ सर होइन। अनि अहिलेको यो गुरुजी भन्ने पार्टनर हो, यसले चाहिँ हालिरहेछ सर। यो ल्याउनु किन हो यसरी बेइमानी गर्न थाल्यो भने यी त बोल्दाखेरि बन्द हुन्छ। म चाहिँ चाहन्छु तपाईँको लट्ठी नै नभाँचोस्, सर पनि नमरोस् होइन सर। त्यस्तो हिसाबले अघि बढ्नुपर्छ। मैले सल्लाह सुझाव त कति दिएँ, समस्या गुनासो कति सुनाएँ, तर उनीहरूले त्यो सबै सोल्भ गरेन कि सर। अनि म पनि भन्छु भोलि पर्सि तपाईँहरू तपाईँहरूको इन्भेस्टमेन्ट बालुवामा पानी हाले जस्तो नहोस् भनेर म बारम्बार भन्छु म पनि सर उहाँहरूलाई, हो कि भन्नु न। अनि त्यही भएर अब ड्राइभरहरूको यात्रुहरूको समस्या गुनासो पनि सुन्ने गर्नुहोस् र त्यो अनुसारले डेभलप गर्दै लानुहोस् एपलाई होइन सर। अनि समस्याको समाधान गर्दै लानुहोस् कति भन्छु सुन्दैन त उहाँहरूले नि। अब उता गर्नुपर्ने छ हेड अफिसमा, हेड अफिसले अब कसरी अब यिनीहरूले एक्सप्लेन गर्न नसके हो कि गाह्रो छ सर। खोइ अलिकति त्यहाँ काम छ भनेर होल्डिङमा राखेँ भने त्यो मैले गर्थेँ, हो कि होइन भनेदेखि कि त पहिले निकाल्दै भन्नु पर्यो। गर्दै जान्छ सबै कस्टमरले बिहोर्ने हो, प्यासेन्जरले। त्यस्तो त्यो होइन मान्छे चढ्दै प्रचार गर्ने बेलामै सेवा सुविधा यस्तो छ भनेर पहिल्यै खुलासा गर्नु पर्ने हो। त्यसरी गऱ्यो भने फेरि अनि ग्राहक आउँदैन नि सर। ग्राहक आउँदैन भनेर झुक्याएर ल्याएर मुङ्गलिनमा भात खुवाउँदै नि पहिला त्यो बासी भात बाहिर गएर मै खाउँला जस्तो गरेर यो खोला गहिरो छैन ठुलो छैन हाम फाल्नुहोस् भन्ने। अनि हाम फालेपछि गहिरोमा डुबेर मऱ्यो है, त्यो मारेको जस्तो भइहाल्यो नि त्यो झुक्याएर होइन। अब तपाईँ हामी सबै अब के गर्नु त्यस्तै छ सर। अब जाम नपरोस्, 3 मिनटसम्म त बढ्दैन रहेछ वेटिङ पनि। अनि अब आज बुझौँ है, मैले फर्स्ट टाइम आज 8 मिनट कुरेको हो सर। मैले नभए खासै जाम पर्दैन थियो म प्रायः। यो खासै टिप पनि गर्दिनँ म फेरि प्रायः।
किनभने म दिउँसो बिजी हुन्छु कि अफिसको काम छ। अफिसको काम छ। त्यसले गर्दाखेरि म प्रायः चलाउँदिनँ, बिहान बेलुका चलाउँछु। अनि आज चाहिँ मैले त्यहाँ निकै लामो 3 मिनट क्रस भएपछि मैले ट्राई गरेको हो। अलि बढ्यो पनि अहिले। अब तपाईँले तिर्नुपर्ने हुन्छ कि कम्पनीले तिर्छ? अहिले कम्प्लिट गर्ने बेलामा हेरौँ न सर, सँगै बसेर। तपाईँले त्यो गाह्रो छ, गाह्रो गर्नुभयो होला क्या, त्यो वेटिङ चार्ज अन गर्नुभयो होला। अनि त्यो चाहिँ अन गरेर त अनि बढ्ने भइगयो त त्यहाँबाट। वेट भएपछि त अब होइन, वेट त कस्टमरले वेट गराएको होइन नि तपाईँले, मैले गराएको हो। यो नेपाल छ नि कुरो। हजुर, नेपाल सरकारद्वारा स्वीकृत प्राप्त मिटरमा पनि बढ्छ क्या सर, अटोमेटिक। यो त्यही अनुसारले आयो होला नि त सर। के गर्नु, त्यो भनेर के गर्नु सर, हामी नवीकरण गरिराख्नुपर्छ, पैसा तिरिराख्नुपर्छ। मिटरको पनि नवीकरण वर्षमा 600 तिर्नुपर्छ। यसलाई वेटिङ भन्नु मिल्दैन, यसलाई ट्राफिक जाम। जाममै वेट गर्ने भनेर होइन र सर? अनि वेटिङ हामीले गराएको वेटिङ होइन, होइन तपाईँले त होइन। लाइनमा तपाईँ अहिले प्रश्न कुरो गर्नु, उता उनीहरूसित फोन गर्नु। हजुर सर। अनि हेरौँ न। ओके सर। यो नो अफिसको ठेगान छ, नो केही छ है। सस्तो भनेर 2-4 दिन सस्तो बनाइदिएर अन्त एउटा मान्छेलाई लुट्ने। यो तपाईँ हामी चढिरहेको ट्याक्सीको भाडा 35% अरू कसैले दिइरहेको छ भनेपछि पछि यसभित्र केही न केही रहस्य छ नि त भनेको। यो भनेको यात्रुलाई फाइदा चाहिँ के त लु भन्नु त, 35% डिस्काउन्ट हामीलाई दिएर यो कति दिनसम्म यिनीहरू चल्छ? सिधै 2 वर्षसम्म त अब यिनीहरूको पार्टनरले लिने 3% बढ्दैन रहेछ सर। अहिले पनि पार्टनरले 3% लिन्छ, त्यो बढ्दैन रे होइन सर 2 वर्षसम्म। अनि 2 वर्षसम्म त यो बोनस दिइराख्ने होला नि। बोनस दिन छोड्यो कि यिनीहरूको कम्पनी सिद्धियो सर फेरि। त्यही हो। अब त्यही अब हुन्छ नि, यो क्यालकुलेसन गर्न नजान्ने होइन, कति किलोमिटरमा कति लाग्छ भन्ने नजान्ने त्यस्तो ड्राइभरले अलिअलि चलाउँला होइन। तर यसको बिजनेस डाउन हुँदै 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 जान्छ सर 100%। अब के गर्नु, अब धेरै भयो क्या सर। प्राइभेट लिमिटेडहरू, प्राइभेट कम्पनीहरू धेरै भयो कि यहाँ प्रतिस्पर्धाको जमाना छ। यिनीहरूको रेट छ नि सर, तपाईँको बोनस जोड्दाखेरि अनि त्यो डिस्काउन्ट गरेको पैसा जोड्दाखेरि भनेको अरू बेलाको नर्मल रेट बराबर हो। फेरि त्यो चाहिँ हामी ड्राइभरलाई, सोझो ड्राइभरलाई लोभ्याएको मात्रै हो क्या। तपाईँलाई बोनस पनि आउँछ है, यो डिस्काउन्ट गरेको पैसा पनि ब्याङ्कमा आउँछ है, इसिएममा आउँछ है, खल्तीमा आउँछ है भनेर जुन लोभ देखाइरहेछ नि सर, त्यो सबै जोड्दाखेरि अरू बेलाको नर्मल रेट बराबर हुन्छ कि सर। खास फाइदा छँदै छैन। त्यो बोनस भनेको तपाईँको लाग्ने रेटभन्दा बढी छँदै छैन कि बोनस आउँदा पनि। यिनीहरूले चाहिँ भ्रम छरिरहेको छ कि सर ड्राइभरहरूलाई। अब यात्रुहरूलाई अघि जस्तो यसरी नै बढिरह्यो भने त यात्रुलाई नै भ्रमै छरेको रहेछ होइन सर, त्यो भन्ने बुझिन्छ। अब हेरौँ, अब नराम्रो नहोस् राम्रै होस् होइन सर। कम्पनी नै चल्नै पर्छ, यात्रु नै चढ्नै पर्यो, ड्राइभरले नै बुझेर चलाउनै पर्यो। 428 पुगिसक्यो। ए हजुर 476 को उ 428 हजुर पनि देखायो अहिले। देखाइरहेको छ त। अनि म किन तिर्दै यो मान्छेलाई हजुर सर 600 पुर्याउने हो त मलाई। पुग्दैन सर, यो वेटिङ परेन भने। होइन, यो भाइले खोल्नु भयो कि यो नयाँ अरू मलाई आज 3 दिनसम्म कसैले केही यसरी खोलेको थिएन होइन। 3 मिनट भन्दा बढी जाम परेन होला के सर? होइन त्यो बाबा ठाकुर पर्दैन। कता लेफ्ट लाउँ कति जाम पर्यो? लेफ्ट लाउँ कि हामी सिधै लाउँ सर? सिधै हिँड्नु न सिधै। यो त यो हामीले होइन नि सर। होइन बुझेँ, तपाईँले वेटिङ चार्जमा ठोक्नु भयो नि त त्यहाँ। त्यो त अनि वेट परेपछि वेटिङ त मैले गराएको होइन, तपाईँ क्लियर हुनुहोस् है। मैले गराएको वेटिङमा मेरो जिम्मेवारी। ट्राफिकले गरेको वेटमा अब कस्तो? त्यो चाहिँ कम्पनीले पे गर्दैन क्या तपाईँले। कम्पनीले के बेहोला र सर? अहिले हेरेर फोन गर्छु म। ल अहिले म फोन गर्छु सर तपाईँको हजुरकै अगाडि। मजाले, किनभने कस्टमरले मलाई पर्खाएको होइन। ट्राफिक लाइटमा म बसेँ, मैले यो थिचेपछि भटाभट बढ्न थालो। यो कसले तिर्ने हो? उहाँ त म तिर्दिनँ भनेर भन्नुहुन्छ। के गर्ने प्रश्न भन्नुहोस्। हजुरसँग नम्बर होला? होइन, यस्ता उनीहरू के नम्बर लिएर बस्छ यार।
कसरी अनि तपाईँले कसरी रजिस्टर गर्नुभयो त अनि रजिस्टर त एप डाउनलोड गरे नि अनि त्यो अनि उसै त गर्नु भएन होला हजुरले केही न केही बुझेर गर्नुभयो होला सस्तो छ भने मलाई सस्तो मात्रै बुझेर भयो सस्तो मात्रै अनि सस्तो छ भने सस्तो युज गरौँ जसले पनि सस्तै खोज्छ नि यात्रुले सस्तो ड्राइभरले महँगो होइन सर सस्तो छ भनेपछि लु त सस्तैमा जाउँ भनेर गएको न हो यो न म किन यो फर्केर हेर्छु र यस्तो बदमासी हो भने अनि यहाँबाट उहाँ निक्लिन्छ क्या भाइ जडीबुटी लोगनथलीमा निस्किन्छ जडीबुटी पारी जडीबुटी पारी हजुर सर हजुर No worries, die. कस्टमर माइन्ड अब यसमा के गर्ने हजुर नमस्कार सर म निमा दोर्जे तामाङ हुन्छ सर नमस्ते हजुर भन्नुहोस् त सर भर्खरै मैले एउटा ट्रिप कम्प्लिट गरेको थियो उता टेकुदेखि यहाँ रोज भिलेज भक्तपुरमा होइन सर सुन्नु भएको छ सर अनि टेकुमा 8 मिनेट त्रिपुरेश्वरमा 8 मिनेट जाम भयो होइन सर हजुर ट्राफिक सिग्नलमा 8 मिनेट जाम भयो अनि मैले वेट टाइममा थिचेको अनि 376 मा आएको 428 पुग्यो अनि उहाँ दिन मानिरहनु भएको छैन कम्पनीले बेहोर्नु पर्छ भन्नुहुन्छ कि उहाँले क्यास दिन मान्नु भएन त्यसरी त हजुरको कुन यही नम्बरदेखि रजिस्टर हो सर 980 एकैछिन है त सर एकैछिन यही नम्बर हो सर एकैछिन त सर अलि फास्ट गरौँ फोन पो काट्यो फेरि एकैछिन रे अनि यसो टाइम वेस्ट गरेर भएन नि होइन सर टाइम वेस्ट हुन्छ समस्या फेरि हान्ने नि यहाँ हामीलाई त गरे उसले गरेछ हेलो हजुर सर हजुर एकैछिन है त सर म हेर्दैछु त्यो जस्तै आएको छ नि सर हेर्नु भएन हो एकैछिन सर म हेर्दैछु अलिक 9803 यही नम्बरदेखि होइन त हजुरको हजुर 3687123 98 पार्टनर्स अस्ति मैले स्वयं भोगे हो कि सर 250 भनेर गएको म 367 तिरेँ कि सर अनि मैले चलाउँदा चाहिँ गर्दैन किन होला भनेर मैले गुनासो सुनाएँ त्यो हुँदाखेरि 3 मिनेट भन्दा बढी वेटिङ पर्यो भने चार्ज पर्छ भन्ने कुरो अब यो कसले पे गर्ने भन्ने कुरो मात्रै हो कि यहाँ को लागि त ल म हेर्दैछु हजुर सर भन्नुस् अहिले भर्खरको राइड होइन त सर हो लास्ट टाइम कम्प्लिट भएको हजुर कता रोज बिल्ला हो कति हजुरको 521 वाला राइड होइन त 521 प्राइस होला हो 521 होला टोटल तर सुरुमा देखाएको चाहिँ उहाँकोमा 376 देखाएको हजुर अनि अहिले 428 देखायो त्यो उहाँ चाहिँ 376 पे गर्छु 428 गर्नुहुन्न भन्नुहुन्छ क्या त्यो त अनि हजुरको अब अलिकति एक्स्ट्रा लोकेसनमा गयो भने त हजुरको बढ्छ नि त यो पनि पठाउ जसरी बढ्ने हो त्यो पैसा त फेरि तपाईले पर्ने हो नि सर यो कराए दक्षिणा हरायो भयो सर अघि मैले भनेको थिएँ नि तपाईलाई 8 मिनेट वेटिङमा परेको सर यो भनेको लोकेसन भन्दा बढी गएको होइन 8 मिनेट वेटिङमा परेर हजुर वेटिङको पनि त हजुरको भन्नाले अब यदि उसमा जे हुन्छ नि हजुरहरूको त्यो प्यासेन्जरकोमा के कति देखाएको छ त्यो त प्यासेन्जरले दिने हो अनि प्लस हजुरको अरू पैसा बाँकी चाहिँ हामीले दिने हो नि त सर त्यो 428 चाहिँ अनि मैले कुरा गर्न मिल्छ मिलिहाल्छ नि किन हेलो सर हजुर सर भन्नुहोस् त म प्यासेन्जर हो कि सुन्नु है यो त्रिपुरेश्वरमा तपाईको उहाँलाई सिग्नलमा पर्खिनु भयो सिग्नलमा है ट्राफिकको सिग्नलमा त्यो सिग्नलमा अनि उहाँले चाहिँ वेटिङ चार्ज अन गर्नुभयो क्या है
अनि त्यहाँबाट चाहिँ हजुर 3 हजुर मिनटपछि भटाभट बढाउन थाल्यो। अनि त्यहाँबाट त ऊ होइन मेरो कारणले हजुर वेटिङ गराएको होइन नि त मैले, हो क्या नि भन्नु ए त, सिग्नलको वेटिङ हो हजुर नि त यो मैले कस्टमरले वेटिङ गराएको पो कस्टमरले बिहोर्नु पर्छ त यार। अनि अब यस्तो हो भने त अनि यो तपाईँहरूको कसरी चल्छ। गर्छ चल्छ भन्नु त। Order is ठिक छ। अब canceled. हजुरको यो म यता चाहिँ कुरा राखिदिन्छु वेटिङ कुरा चार्जको राख्नु, लागि होइन मोती भाइलाई 376 रुपियाँ म तिर्छु, बाँकी 52 हो कि 51 रुपियाँ जुन बढिआएको छ त्यो तपाईँहरू हजुर हेर्नुहोस्। हजुर किनभनेदेखि त्यो ए त हामीलाई त गुमराह भयो नि त, हामी त मिसलिड भएनौ भन्नु त। ए अनि हुन्छ सर, हामी अब होइन ठिक छ, त्यो अब यता कुरा राखिदिन्छौँ। त्यसको लागि के हुन्छ उहाँलाई दिनु न, त्यो उहाँलाई मैले राइडरलाई नि दिनु न। 376 पे गर्छु है। ए मैले हुन्छ तिन हुन्छ सर। यो 376 लिने हो सर मैले। बाँकी अनि मिलाउनुहोस्। हजुर मैले 376 लिने हो सर। म एकछिन अब मैले त यहाँ म पनि यताको स्टाफ हो, मैले यो केही पनि भन्न सक्दैन सर। म एकछिन माथि सिनियर अब तपाईँले सरहरूसँग कुरा भन्न गरेर सक्दैन भन्दा नि अनि गर्छु। तपाईँलाई अनि हामी कुरिराख्नु त सर। होइन हजुर कुद्ने होइन। अब यहाँ प्यासेन्जर कुरिराख्ने कुरो भएन। उहाँकै काम हुन्छ, मेरै काम हुन्छ सर। अनि हामीले त के गर्ने भने सर, अब प्यासेन्जरकोमा जति देखाएको छ त्यति हजुरले प्यासेन्जरबाट लिने हो, अनि बाँकी पैसा चाहिँ हजुरको छ नि त्यो चाहिँ हामीले दिने हो। अस्तिदेखि त्यही भएको हजुरको त्यसरी नै आएको होला योभन्दा अगाडिको बोनसहरू पनि होइन। बोनस आएको छ, बोनसको कुरा होइन क्या सर, यो अनि डिस्काउन्टको त्यही फेयर त पनि होइन, यो हजुरले वेटिङको भनेको चार्जको कुरा आयो सर। सिग्नलको वेटिङ हो। वेटिङ चार्जको त्यही त यो मैले भने नि हजुरलाई। यो यात्रुले बेहोर्ने कि दिने कि अब हामी घाटामा जाने कि कम्पनीले बेहोर्ने, त्यो तिनमा एक मात्रै भन्नुहोस् तपाईँ, अरू केही भन्नु परेन। त्यसको लागि बुझ्नै पर्छ। मैले त अहिले हजुरलाई ठिक छ, अब मैले भनेर सबै मलाई थाहा हुँदैन नि त। हस् हस्, अब तपाईँ बुझ्दै मैले गर्नुहोस्। सोध्न अब पर्ने यात्रु हुन्छ जानुहुन्छ माथि 376 तिरेर होइन, म पनि जान्छु। हस् सर, हस् हस्। म अब हजुरलाई यसरी कल त ब्याक गर्छु। हस् सर। कुरा भएन नि त, आजकल्टो भयो नि त। अब यो अब यात्रु होइन जानुहुन्छ, दाइ म पनि जानु पर्यो भने सर। वेटिङ चार्जहरू हामीले दिने हो र। वेटिङ चार्ज त्यही एड हुन्छ क्या, एपले दिने हो। एपले दिने त्यही बढेर आउँछ क्या। ए हजुरको यो वेटिङ चार्जको चाहिँ बढेर आउँछ अरे सर। 3 मिनटभन्दा बेसी। अनि त्यो त कसले बेहोर्ने भन्ने, कसले तिर्ने भन्ने कुरो आयो कि सर। यतै एपले दिन्छ सर, एङ्गलले होइन यात्रुले सुन्नु न, यात्रुले वेटिङ गराएको होइन नि त, यो त ट्राफिक सिग्नलको वेटिङ हो। उहाँको सिग्नलको वेटिङ हो नि त यो प्रभु। अनि त्यसरी गर्नु थाल्यो भने त 400 सुरुमा 400 देखाएको, अब काठमाडौँको जाम यही हो, अनि यो त 800 पुग्ने भयो नि त डेस्टिनेसनमा पुग्नुन्जेल। अनि त्यो त तपाईँहरूले यो क्लियर गर्नुहोस् है यो मान्छेलाई। ल सर, उहाँले मलाई 376 मात्रै दिनुभयो सर। ए हुन्छ सर। अरू अब वेटिङ कति देखाएको थियो त्यसको चाहिँ यता उसले दिन्छ अरे हजुरहरूलाई। ल ल ल, म त्यसकै प्रतीक्षामा हुनेछु भन्दै अहिले बाई बाई।